फाइनली गाइज होइन हाम्रो घरमा चाहिँ दसैँ लाग्यो चलिसकेको होइन बोका ए बोका त्यो गेडा खान्थेँ मै हो गाइज चिज हो यो चिज रमाइलो छ ल बल्ल बल्ल बस राम्रोसँग लगानी तल तल पाँच त भइहाल्छ नि मैले बनाएर चिताएको हुँदैन त्यहाँ सबै हाल्नु भयो मजाले तातो रहेछ क्या फेरि रोक्नु बिचमा रोक्नु एकचोटि टाउकोलाई चाहिन्न अङ्कललाई देखाऊ है अङ्कलले ह्यान्डसम भन्दा खानु मान्छेले कतिले मन पराइसक्यो बिहे गरिसक्यो बे गरेर तल तल नि अब टक्क धुने त्यहाँ राखेर टक्क पुग्दै पारिदिनु सकियो भागै भयो अरे एक परमा त्यहाँ पछि नलाग भाइ तँलाई 4 वर्ष तल लाउँछ पहाल्ने क्या अब त्यही हाल्नु पर्ने बोल्यो ए भन्छ राजेशले काइलो बेला चिन्दिनँ अन्त अन्त राजेशले त्यो त अति गरेर कमलले भन्छ यति पनि गरेर चाहिँ गर्दिनँ भन्छ यसले फेरि भनिहाल्यो हो नहुने त के जाला खुट्टा त्यहीँ काटेर लाने है खुट्टा त्यहीँ काटेर लाने मैले चाहिँ पखाल्नुपर्छ तिमी देख्ला होइन खुट्टा काट्नुपर्छ क्या काट्नै भएन यो पखाल्नुपर्छ यो सोध पानी हाल्नु छोड कमलले पुरै निकाइदिनु कमलले भएन पानी आउला है छेउको हटाउनु छेउको हटा भगवान् पर्दैन अहिले काने यत्तिकै हालिदिन्छ कहाँ कसले हानेर 10 वटा बियर भनेर भन्छ हो 10 वटा बियर भन्दै छु भन्छ होइन उसैले भने फलफुल त कान ल्याउँछ नि मान्छे हो तर फुल गरेर मलाई बरु भन्नु 50 यहाँ गएको राम्रो जाम भन्यो मान्दैन कहाँ त्यो डन्डाडीतिरको त्यो सारीहरूलाई बियर खुवाएर बसेको काम दिनु घर जान्छ घर जा भने मान्दैन छोडेर आउनु भयो 10 बजी राम्रो भएन खुट्टा काट्नु खुट्टा साथी खै त अनि हाम्रो घरबाट लिएर आउँथ्यो मलाई लिएर आइदियो भने भए के हाम्रो घरमा पठाइदिनु हाम्रो घर गयो त दुईटा दाउ हुने नि 5 मिनटमा सकिन्छ काम मै कोट लिएर आउँछु फेरि समय दिन जस्तो गरेर फेरि समय छ भने मैले नदिए दसैँ मासु हुँदैन हाम्रो घर जाउँ त त्यहाँ भनेर दिदीसँग बाहिर लिएर आउँछु हिजो दाइले काट्नु भएको राम्रो दुईटा भनेर यसले त उ गर्छ र क्या ल त्यो त भलक भयो नि त हान्नु न अहिले सेरौटी ला मान्छेलाई औषधि बेला 2 रुपियाँ खाइरहेको थियो